टेस्टबाट क्यान्सरको हिन्ट पाउन सकिन्छ के तपाईलाई थाहा थियो त? हाई, आई एम बबिता, मेडिकल ल्याब टेक्नोलोजिस्ट। हो, बेन्च जोन प्रोटिनबाट थाहा पाउन सकिन्छ। बेन्च जोन प्रोटिन भनेको चाहिँ के हो त? बेन्च जोन प्रोटिन प्राय युरिनमा देखिने स्पेशल प्रोटिन हो जुन प्राय मल्टिपल माइलेमा जस्तो ब्लड क्यान्सरसँग सम्बन्धित हुन्छ। मल्टिपल माइलेमा के हो त? मल्टिपल माइलेमा भनेको मल्टिपल माइलेमा भनेको प्लाज्मा सेल्सबाट सुरु हुने एक प्रकारको ब्लड क्यान्सर हो जसले हड्डी, किडनी र रगतमा असर पार्न सक्छ। यो प्रोटिन एब्नर्मल प्लाज्मा सेल्सले बनाउने गर्छ। किडनी हुँदै युरिनमा जान्छ। यो टेस्ट विशेष अवस्थामा डाक्टरले रिकमेन्ड गर्नुहुन्छ। लामो समयदेखि हड्डी दुख्ने बिरामी, बारम्बार कमजोरी भइराख्ने बिरामीलाई, किडनी प्रब्लम भएको बिरामीलाई, ब्लड रिपोर्टमा एब्नर्मल प्रोटिन देखिएको बिरामीलाई र मल्टिपल माइलेमाको शंका गरिएको बिरामीलाई गराउन भनिन्छ। बेनिक जोन प्रोटिन टेस्ट गर्नलाई ब्लड चाहिन्छ कि युरिन? यो टेस्ट प्राय युरिन स्याम्पलबाट गरिन्छ। धेरै जसो केसेसमा 24 आवर युरिन कलेक्सन गर्न लगाइन्छ किनकि प्रोटिन कहिलेकाहीँ थोरै पनि निस्किन सक्छ। ल्याबमा युरिनलाई स्पेशल मेथडबाट टेस्ट गरिन्छ जस्तै युरिन प्रोटिन इलेक्ट्रोफोरेसिस र इम्युनोफिक्सेसन टेस्ट। नर्मल युरिनमा बेनिक जोन प्रोटिन प्रेजेन्ट हुँदैन। यो टेस्टले के हिन्ट दिन्छ त? ब्लड क्यान्सर, प्लाज्मा सेल्स डिसअर्डर र किडनी ड्यामेजको रिस्कमा हिन्ट दिन सक्छ। त्यसैले पोजिटिभ रिपोर्ट आएमा थप जाँच आवश्यक पर्न सक्छ। सेल्फ टेस्ट भन्दा डाक्टरले एडभाइस गरेपछि टेस्ट गराउनु राम्रो हुन्छ। फलो फर मोर ल्याब फ्याक्ट। बाई।